नमस्कार सबैजनालाई। यो पोडकास्ट युएमा बसेर स्ट्रगल गरिराख्नु भएको हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीको साँचो कथा हो। यहाँ ग्ल्यामर छैन, यहाँ रियालिटी छ। नमस्कार, स्वागत छ तपाईँलाई हाम्रो शोमा। धन्यवाद दाइ। ल, सबैभन्दा पहिला तपाईँको नाम र नेपालमा कहाँबाट हुनुहुन्छ? मेरो नाम चाहिँ सबिन तामाङ, म चाहिँ चितवनदेखि हो। युएमा काम गरिराख्नु भएको कति वर्ष भयो? मैले युएमा काम गरिरहेको 9 महिना पुरा भयो, अहिले 10 महिना। 9 महिना पुरा भएर 10 महिना स्टार्टिङ हुन लाग्छ होइन? नेपाल छोडेर आउनु पर्ने मुख्य कारण के थियो? त्यही हो दाइ, पैसाको लागि। नेपालमा हुँदा युएलाई कसरी इमेजिन गर्नु भएको थियो? इमेजिन त दाइ त्यही गरेको सुरुमा भनेको सुनेको अनुसार पछि त 6 महिना पछि युरोपतिर जान पाउँछ, यताउता भनेर आइयो। अब देखियो बगियो, हुँदैन रहेछ। सुनेको र यहाँ बसेकोमा धेरै फरक छ है। यहाँ आइपुगेपछि जब के गर्नुभयो? फर्स्ट मैले जब गरेको अफिस बोय। पहिलो दिन काम गर्दा कस्तो फिल भयो हजुरलाई? कस्तो फिल हुनु त्यही अब सुरुमा गाह्रो हुन्छ, गाह्रो भयो। गल्ती गरे कि आएर जस्तो लागेन तपाईँलाई? लागेन दाइ, अब स्ट्रगल गर्न आएको। स्यालेरीको कुरा गर्दा कहिले समयमा नआएको मोमेन्ट छ तपाईँको? त्यस्तो स्यालेरी समयमा नआएको त्यस्तो छ दाइ, 2-3 दिन जति ढिलो भएको छ। त्यस्तो समयमा स्यालेरी आएन भने त्यो बेला त्यो के अरे घरबाट पैसा हुन्छ नि कि भाइ महिना पुग्यो, कोही पैसा छैन, त्यसको लागि के बहाना बनाउनु हुन्थ्यो? त्यस्तो बहाना के बनाउनु थिएन, अफिसबाट पैसा आएको छैन लिन जानुपर्छ, त्यस्तै भन्थेँ। पैसा आएको छैन भनेर सिधै भनिदिनु हुन्थ्यो। ल, त्यो त राम्रो कुरो। जहिले साँच्चै बोल्नुपर्छ। सबैभन्दा गाह्रो कुन हुन्छ? काम, पैसा कि घरको याद? सबै हुन्छ दाइ, काम पनि हुन्छ, घरको याद पनि हुन्छ, पैसा पनि हुन्छ, सब हुन्छ। कहिले एक्लै बसेर रोएको दिन छ तपाईँको युएमा? त्यस्तो छैन दाइ। त्यस्तो छैन, जे होस् रमाइलो चलिरहेछ अलिअलि होइन? रमाइलो भनौँ ठिकै। नेपालबाट फोन आउँदा सबैभन्दा धेरै सोध्ने एउटा क्वेसन के हुन्छ? घरबाट त्यही हुन्छ, अब सुरुमा कस्तो छ, सन्चो बिसन्चो हालखबर त्यही हो। युएमा बसेर नेपाललाई कतिको मिस गर्नुहुन्छ? धेरै दाइ। एउटा सिधा क्वेसन, युए स्वर्ग हो भन्ने कुरा सत्य हो र? त्यो अब डिपेन्डमा भर पर्छ दाइ। जस्तै के काम गरिरहेछ, कस्तो व्यवहार भइरहेछ यता, त्यसमा डिपेन्ड हुन्छ। जस्तै कि पैसावालाको लागि स्वर्ग छ, काम गर्नेवाला के को स्वर्ग होइन? दुईतर्फी छ दाइ, स्वर्ग जान्छ नौर जान्छ। यहाँ आउन चाहने भाइहरूलाई के थाहा हुनै पर्ने केही कुराहरू छ? दाइ, धेरै छ। यताको रुल्सहरू सब बुझेर आउनु होला। युएमा तपाईँले सबैभन्दा ठुलो लाइफ लेसन के सिक्नुभयो? धेरै कुरा सिक्नु छ दाइ, सिक्दैछु। सबभन्दा ठुलो चाहिँ एक्लोपन। अब 5 वर्षपछि आफूलाई कहाँ देख्न चाहनुहुन्छ तपाईँले? देख्नु त आफूलाई त ठुलो पोस्टमा देख्न चाहनुहुन्छ नि सबैजनाले। अब हेरौँ के हुन्छ अब दिनहरूमा। घरमा हेर्दै हुनुहुने परिवारलाई केही भन्न चाहनुहुन्छ तपाईँले? के भन्नु दाइ, अब घर परिवार, साथीभाइ अनि यहाँ यता रिलेटिभ्सहरू सबैजनालाई, जति पनि दाजुभाइहरू हुनुहुन्छ देश विदेशमा, सबैलाई माया छ। मेरो तर्फबाट पनि माया छ। छोटो छोटो एन्सर दिनुहोस् है। बोस तपाईँको नेपाली हो कि फरेन हो? फरेनको हो दाइ, यो कन्ट्रीको, युएकै हो। स्यालेरीको मेसेज आउँदा कस्तो फिलिङ हुन्छ तपाईँलाई? त्यस्तो खासै केही फिल हुँदैन दाइ, जुन स्यालेरी आएको छ अब घरमा पठाउँछ, यस्तै हुन्छ। अनि नेपाल भर्सेस युए, तपाईँले सबैभन्दा बढी माया लाग्ने कुन, नेपाल कि युए? आफ्नै देश हो दाइ, जहाँ गए पनि आफ्नो देश प्यार लाग्छ मलाई नेपाल। अनि विदेश आउनुको केही मजबुरी हो कि चोइस हो? मजबुरी न दाइ, सबैलाई चोइस त होइन। चोइस त त्यो अब पढ्नको लागि हुन्छ, त्यो जस्तो मजबुरी हो, जता गयो भने पढ्नको लागि भयो पनि। तर हाम्रो नेपालमा नेताहरू भन्दै हुनुहुन्थ्यो कि के अरे राज संस्था हुँदाखेरि कोही पनि मान्छे विदेश जान पाएको थिएन। अहिले मान्छेहरू नेपाल छोडेर विदेश जान्छ, घुम्नलाई जान्छ, आफ्नो के अरे आफ्नो चोइसले जान्छ। त्यसमा कतिको सत्यता तपाईँले मान्नुहुन्छ? चोइस हुँदैन, बाध्यता हुँदै। सुन्नुहोस् है तपाईँ नेताहरू, सुन्नुहोस्, भाइको मात्र होइन, यहाँ युएमा बस्ने धेरै दाजुभाइ दिदीबहिनीहरू सबैको कथा यस्तै। तपाईँहरू यसमा अलि ध्यान दिएर नेपाललाई केही यसो विकास गर्नुहोस्, केही रोजगारीको सिर्जना गर्नुहोस्। ल, अन्त्यमा युए आउन लाग्नु भएको हाम्रो जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू आउन लाग्नु भएको छ, उहाँहरूको लागि केही सुझाव भनेको त्यो राम्रोसँग इङ्ग्लिस चाहिँ यता छुरा बनाएर आउनु, हातमा केही सिप सिकेर आउनुहोस्। अनि अर्को भनेको एक्लोपन,
यहाँनिर मुखमा राम राम बगलीमा छुरा गर्ने धेरै हुन्छ, मुखमा मात्रै ठिक्का पारी हुन्छ धेरै। त्यस्तो हुन्छ है। यो कथा एउटा व्यक्तिको मात्र होइन, युएमा पसिना बगाइरहेका हजारौं नेपालीको आवाज हो। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला। हस्त धन्यवाद। जय नेपाल।